यहाँ यो टिम क्रिकेट मैदानमा यो चाहिँ फ्लड लाइटको लागि पिलर हाल्नको लागि तयार भइरहेको छ। यहाँ त एउटा चाहिँ हालिसक्यो मुनि, माथि चाहिँ लाइटको लागि जति अल्गो हुन्छ त्यति नै तल पनि पिलर गाड्नुपर्ने हुन्छ, त्यही भएर एउटा हालिसक्यो भने यहाँ अर्को हाल्नलाई यहाँ यो जुन यो जमिन मुनिबाट जुन लेदोहरू पानीसहितको यो लेदो चाहिँ छ, यसलाई चाहिँ मोटर हालेर यति बेला तानेर फाल्ने काम हुन लागेको छ। यहाँ हामी देख्न सक्छौँ यहाँ क्रेनले चाहिँ उचालेर मोटरलाई त्यहाँ राख्न लागिरहेको हामी देखिरहेका छौँ यहाँ दृश्यमा। यो मोटर यहाँ तयार गरिरहेछ भने यता साइडमा चाहिँ त्यहाँ लगाउनको लागि रडले बनाइएको यो तयार छ र यसलाई यो भित्र चाहिँ यहाँ गाडिन्छ र यहाँ तान्ने काम मोटरले पानी तानिसकेको छ र यहाँबाट यसरी यहाँ फालिएको छ। यो मोटरबाट पानी तानेर यहाँ हामी देख्न सक्छौँ नालीमा यहाँ बाहिरपट्टि लगेर यसलाई फालिएको छ। यो लेदो चाहिँ लेदो पानी यहाँ सुरुङबाट निकालिएको हो र यहाँ यो पालमा जसरी यहाँ अर्को हालिसकिएको छ त्यसरी नै यहाँ पनि अब पिलर हालिन्छ र माथि यहाँ माथि चाहिँ फ्लड लाइटको लागि अब यो कति समय लाग्छ छिटै भयो भने हामी तपाईहरुलाई त्यो पिलरको लागि त्यो रड हालेको पनि तपाईहरुलाई देखाउनेछौँ यो भिडियोमा। यो पिलरमा हाल्नको लागि गिटी बालुवा सिमेन्ट मिक्स गरिएको मसला ल्याइएको छ, कङ्क्रिट ल्याइएको छ यहाँ र यो यो डोजरले क्रिकेट मैदानबाट यहाँ त्यो सुरुङबाट निकालेको यो लेदो यहाँ हामी देख्न सक्छौँ र यसरी फालिएको छ लेदोलाई। यो लेदो फालिसकेपछि यहाँ पिलरको लागि त्यो रड यहाँ गाडिन्छ भने यहाँ सायद आज
कङ्क्रिट पनि आज नै हालिनेछ। धेरै चलाएको मान्छे यहाँ यति बेला यो फ्लडलाइट जडान गर्नको लागि मैले बारम्बार भनिरहेको छु तपाईँहरूलाई, आज एकदमै यहाँ यो ठ्याक्कै टियु जानेपट्टिको यो चाहिँ ठ्याक्कै टियु जानेपट्टि रोडकै नजिक रहेको छ। यो माथिल्लोपट्टिको टियु ग्राउन्डको माथिल्लोपट्टिको यो फ्लडलाइटको लागि यति बेला तयार हुँदैछ। यहाँ रडहरू हालिसकिएको छ। यो सुरुमा भने अब यहाँ लगभग कङ्क्रिट हालेर लगभग अब तयार हुन लागिरहेका छौँ र यतापट्टि तयार भइसकेको छ। एउटा भने तयार भइसकेको छ। यहाँ रड हाल्न मात्र बाँकी रहेको छ। भर्खरै यहाँ आएको लेदो सहितको पानी फ्याँकिएको छ मोटरद्वारा भने अहिले यति बेला यो रड हाल्नको लागि यता ल्याइँदैछ। जुन यहाँ जुन तयार गरिसकिएको छ भने यो यहाँ फ्लडलाइटको लागि आज एकदमै यो निकै नै सराहनीय काम हुन गइरहेको छ। किनकि हामी क्रिकेट प्रेमीहरूको लागि यो खुसीको दिन पनि हो। हामीले वर्षौँदेखि चाहिरहेको र हामीलाई यो आवश्यकता पनि थियो, जहाँ नेपाली दर्शकहरूले टियु क्रिकेट मैदानमा खेलहरू भइरहँदा रातको समयमा जुन भर्खरै एनपिएल सम्पन्न भयो, भर्खरै केही दिन यता मात्र केही महिना भयो र एनपिएलको दोस्रो संस्करण भने यो फ्लडलाइटमा हुनेवाला छ। किनकि भिडियो खिच्न त्यही क्यामेरा आउँछ। र यहाँ हामी देख्न सक्छौँ इन्जिनियरको टोली यहाँ यो पिलरको लागि रड हाल्न लागि छ र यहाँ तयारी तीव्र गतिमा भइरहेको छ र इन्जिनियरको टोली पनि हामी देखिरहेका छौँ। यहाँ यो मैदानमा टियु क्रिकेट मैदानमा फ्लडलाइट जडानको लागि पिलर हो। फोटो पनि लैजान्छ। यसको 15सम्म छ। र यो रड हाल्नको लागि ट्रेनले उचाली रहेको दृश्य हामी देख्छौँ है। यो रड क्रेनले उचाल्दैछ। माथि रुटले थोरै अप्ठ्यारो भइरहेको हामी देखिरहेका छौँ। र यो एउटा हालिसकिएको छ यो फ्लडलाइटको लागि, पिलरको लागि भने एउटा तयारी हुँदैछ। क्रेनले उचाल्दैछ र यो हालेर चाहिँ कङ्क्रिट गर्ने
काम सुरु हुनेछ। र यति बेला यो समर्थकहरू पनि धेरैजना आउनु भएको छ यो फ्लडलाइट जडान हुनका लागि। यहाँ तयार भइरहँदा प्याराफिट बनिरहँदा धेरै यहाँ खेलप्रेमी दाजुभाइहरू उपस्थित हुनुभएको छ टियु क्रिकेट मैदान परिसरमा। र यो क्रेनले लगभग र यहाँ पिलरको लागि रड र क्रिकेट प्रेमी दर्शकहरूको लागि पनि क्रिकेट प्रेमी दाजुभाइहरूको लागि पनि यो खुसियाली छाइ भएको छ, जहाँ हजारौंको जमघट हुने गर्छ जब त्यो क्रिकेट मैदानमा कुनै पनि टुर्नामेन्ट हुन्छ, कुनै पनि खेलको आयोजना हुन्छ। यहाँ हजारौं दर्शकहरू आउने गर्नुहुन्छ। भर्खरै केही महिना अगाडि मात्र सम्पन्न एनपीएलमा पनि हजारौं दर्शकहरूको यहाँ जमघट हामीले देखेका थियौं। र त्यति बेला पनि एउटा प्याराफिट र फ्लडलाइटको एउटा मागहरू हामीले सुन्न पाएका थियौं र त्यही अनुसार यहाँ फ्लडलाइट र प्याराफिटको काम भइरहेको छ। हामी अहिले फ्लडलाइटको यो पिलरको लागि रड हाल्दै गरेको दृश्य हामी देखाइरहेका छौं। र जसरी हामी एक दुई जनाको मात्र नभएर हजारौं लाखौं नेपाली क्रिकेट खेल समर्थकहरूको यो सपना पनि हो, किनकि नेपालले T20 मा 2 पटक वर्ल्ड कप खेलिसक्यो। 2014 र 2024 मा 2 पटक वर्ल्ड कप खेल्दै गर्दा एउटा प्याराफिट सहितको फ्लडलाइट सहितको एउटा राम्रो मैदानको एउटा राम्रो स्टेडियमको माग हुँदै गर्दा अहिले आएर यो केही हामीले सकारात्मक परिवर्तनहरू हामीले देख्न पाइरहेका छौं, जहाँ तीव्र गतिमा यहाँ काम भइरहेको छ। यति बेला यो डोजरले काम गरिरहेको छ यति बेला तीव्र गतिमा।
यतापट्टि डोजरले काम गरिरहेको छ भने यतापट्टि क्रेनले यहाँ यो पिलरको लागि रड हाल्ने काम गरिरहेको छ र यो लगभग हालिएको छ। यो र यो काम गर्न त्यतिकै जोखिम पनि छ, सुरुङ छ। त्यही भएर पनि यहाँ हामीले कामदार साथीहरूले हामी देखिरहेका छौँ एकलाई अठ्याएर समाएर यो काम गरिरहेको दृश्य हामी देखिरहेका छौँ। उहाँहरूको सम्मान पनि गरौँ हामीले सबैजनाले उहाँहरूको सम्मानको लागि एउटा लाइक अनि एउटा कमेन्ट गरेर साथ दिनु होला, किनकि उहाँहरू जस्तो एउटा हिम्मतिलो व्यक्तिहरू भएर नै काम सम्पन्न हुनेछ र हामीले आनन्दले यहाँ रातको समयमा पनि खेलहरू मजाले हेर्न पाउँदैछौँ यो मैदानमा। र यहाँ केही नमिलेको जस्तो मलाई लाग्यो, फेरि पनि माथि निकालेको त्यो रडलाई र फेरि पनि यहाँ दाजुभाइहरूले दाइहरूले मिलाउँदै हुनुहुन्छ। तर मिलाएपछि फेरि पनि त्यसलाई तल हालिएको छ। दाइहरूले तनाव हुन्छ होला है, दिनभरि आउँदै खिच्छन् यसरी। हिन्दी हो तीव्र गतिमा यता पिलरको लागि यो रडहरू कस्ने काम पनि भइरहेको छ, हामी देख्न सक्छौँ। यहाँ उतापट्टि रडलाई होल्डिङ गर्दै हुनुहुन्छ भने यता रडहरूलाई यहाँ कस्ने काम भइरहेको छ। र मैले तपाईहरूलाई यसभन्दा अघिल्लो भिडियोमा पनि देखाएको थिएँ, यहाँ चाहिँ डोजरले खन्दैछ, जहाँ यहाँ प्याराफिटको लागि यहाँ चाहिँ यो खन्ने काम भइरहेको छ भने यहाँ हामी देख्न सक्छौँ त्यो मैदानमा यो वरिपरि हिजोको भिडियोमा पनि, हिजो अथवा योभन्दा पहिलाको भिडियोमा हामीले हालेका थियौँ। यहाँ तीव्र गतिमा कामहरू भइरहेको छ र यो तल्लो साइडमा हामीले देखिरहेका छौँ पुरै कामहरू भइरहेको छ। तर त्यहाँ पिसिसी भनिन्छ होला सायद, त्यहाँ भइरहेको छ त्यहाँ, र ढलानको काम पनि सायद सुरु भइसक्यो होला। त्यहाँ मिलेसम्म हामी त्यहीँ नजिक गएर देखाउने कोसिस गर्नेछु म तपाईँहरूलाई। र यो क्रिकेट मैदानमा र यहाँ हामी देखिरहेका छौँ यहाँ पिचलाई भने यहाँ कभरले ढाकेर राखिएको छ र बेला बेलामा यहाँ प्र्याक्टिस म्याचहरू पनि हुने गर्छ त्यो मैदानभित्र पनि। र मैदानलाई चाहिँ ग्राउन्डलाई पुरै यो बारले बारेर राखिएको छ, जस्ताले भने यहाँ बाहिर चाहिँ कन्स्ट्रक्सनको यो काम चलिरहेको छ। यो बाहिरपट्टि चाहिँ
र वालमा पानी हालिँदैछ यहाँ अहिले चाहिँ फ्लड लाइटको लागि यो चाहिँ पिलरको लागि रड लगभग त्यहाँ चाहिँ सोलिङ गरेर हामी देख्न सक्छौँ ढलान पनि भइसकेछ लगभग र यता हामी देख्न सक्छौँ डोजरले खन्दैछ प्याराफिटको लागि विशेष यो चाहिँ र प्याराफिटको लागि यहाँ मजाले खनिँदैछ र यो खन्ने काम भइरहेको छ भने हामी यता देख्छौँ घोलिँदैछ यहाँ कङ्क्रिट घोलिँदैछ र यो लगेर चाहिँ त्यहाँनिर ढलान गर्ने काम यहाँ मुनि भइरहेको छ यहाँबाट देखिएको छैन तर पनि यहाँ चाहिँ मुनि ढलान हुँदै रहेछ र यता काम गर्दै हुनुहुन्छ हाम्रो दाजुभाइहरूले मैले यस अघिका भिडियोहरूमा पनि मैले तपाईँहरूलाई जानकारी गराउँदै आएको छु यहाँ विभिन्न शिफ्टमा 24 घण्टा काम भइरहेको छ र यति बेला लगभग साँझको यति बेला बजिसकेको छ अहिले 6:30 भइसकेको छ र 6:30 हुँदै गर्दाखेरि पनि यति बेला काम मजाले यति बेला भइरहेको छ काम मजाले सञ्चालन भइरहेको छ र यो काम हामी तपाईँहरूमा प्रत्यक्ष यति बेला यो भिडियोमा खिच्दै गर्दा हामी बोलिरहेका छौँ तपाईँहरूलाई यो भिडियो देखाइरहेका छौँ र हजारौँ लाखौँ नेपालीहरूको सपना फ्लड लाइटमा बसेर फ्लड लाइटमा भइरहेको खेल प्याराफिटमा मजाले बसेर हेर्ने सपना पुरा हुँदैछ यो टिउ क्रिकेट मैदान हामी देखिरहेका छौँ यति बेला जहाँ यो काम मजाले भइरहेको छ टिउ क्रिकेट मैदानमा यो काम भएको लगभग मलाई लाग्छ आज 14औं दिन जस्तो लाग्छ 14औं दिनसम्म आइपुग्दा यो काम मजाले भइरहेको छ र छिटै नै प्याराफिट र फ्लड लाइट जोडिनेछ र मजाले हामीले खेल हेर्न पाउनेछौँ यो मैदानमा भन्ने हाम्रो विश्वास पनि रहेको छ र यहाँ हामी देख्न सक्छौँ यो रातको समय यति बेला लगभग 7 बजिसकेको छ रात परिसकेको छ रातको समयमा पनि यहाँ विभिन्न कामहरू भइरहेका छन् त्यहाँ देख्न सक्छौँ फ्लड लाइटको लागि मेसिनले त्यहाँ ड्रिलिङ गर्दैछ अथवा त्यहाँ खाल्टो बनाउँदैछ मेसिनले भने यति बेला प्याराफिटको कामहरू पनि यता भइरहेका छन् यहाँ त डोजरले खन्दैछ त्यसै गरी यता क्रेन र डोजरले यहाँ त्यो जुन पिल्लरको आवश्यकता पर्छ पाइलिङमा हाल्नको लागि यति बेला यो रड लाँदै गरेको दृश्य हामी देखिरहेका छौँ र तीव्र गतिमा काम भइरहेको छ दिन रात नभनिकन यहाँ खटिरहनु भएको छ यहाँ यो बनाउनको लागि टोलीहरू र उहाँहरूको सम्मानको लागि 1 लाइक 1 सब्सक्राइब पनि हाम्रो कमेन्ट बक्समा हाम्रो कमी कमजोरी तपाईँलाई कस्तो लागिरहेको छ त्यो क्रिकेट मैदानको यो प्याराफिट र फ्लड लाइटको कार्य त्यो पनि कमेन्ट बक्समा कमेन्ट गर्नुहोला हामी तपाईँहरूमा निरन्तर अपडेट दिइरहेका छौँ खेलाडी नेपाली युट्युब च्यानलबाट र यता पनि काम भइरहेको छ यता अर्को फ्लड लाइटको लागि काम भइरहेको छ जहाँ त्यहाँ र लगभग यहाँ कङ्क्रिट हाल्ने काम पनि त्यहाँ भइरहेको छ त्यहाँ माथि यो भरि यहाँ पिलरमा यति बेला पिलरको लागि कङ्क्रिट हाल्ने काम भइरहेको छ यसकारण रड यहाँ हालिसकिएको छ भने यहाँ रातको समयमा यति बेला यो पिलरमा यो हालिँदैछ र साथीहरू आजको लागि यो भिडियोबाट
म पनि छुट्ने बेला भइसकेको छ। अर्को भिडियोमा फेरि हामी भेट्नेछौँ। निरन्तर यस्तै त्यो क्रिकेट मैदानको अपडेट र खेलकुद सम्बन्धी सम्पूर्ण अपडेटको लागि खेलाडी नेपाल युट्युब च्यानललाई सब्स्क्राइब गर्नुहोला। हाम्रो अन्य भिडियोहरू पनि हेर्दै गर्नुहोला।